साला त नि बुढे झन् सक्छ ए बुढे छुडे म र मम्मी चाहिँ जाँदैछौँ हामी टोकन लिन। मम्मीको यहाँ दाँतमा किरा लगाएर मिठाई धेरै खानुहुन्छ नि त होइन? अब मिठाई खाने कि नै? मिठाई खाने हो अझै? खाने हो? यस्ता बुढो भएर नि बुद्धि आउनु भनेको त हो रहेछ। यो विदेश नजाने भने चाहिँ हल्का डिसरेस्पेक्ट चाहिँ सहन सिक्नु पर्दो रहेछ घर बस्ने भने। छोराबुहारीलाई घर छोडेर यहाँ हिँड्ने छ भने चाहिँ पैसा सैसा चोर्यो भने मम्मी गहना हाल्यो भने ब्यागमा हिजो पार्नु भयो मम्मी तपाईँले आज यस्तो फसाउनु भयो। ल यही हो जिल्ला सैनिक बोर्ड आयो बोर्ड। हुन त भयो नि सबैलाई मात्रै थोरै बिमार हुन्छ र हेरा है देश कम भिड छ। ब्लकग्राउन्ड चक्करमा चाहिँ यो हेलमेट छुट्ने के छुट्ने हुँदो रहेछ क्या। यो फर्स्ट टाइम भएर होला नि त कता हेरेर बोल्ने भन्ने पनि थाहा छैन। यस्तो क्यामेरा घुमाएर चाहिँ सबैले हेर्नु रहेछ यार। अलि गाह्रै हुँदो रहेछ यार। ठिकै छ नडराउनु मम्मी सबै त्यहाँ डक्टरलाई सबै भनिसक्यो। लास्ट भिड छ यार। कसरी जाने त्यहाँबाट नै यहाँ त 12 नै लेखेको छैन त। यो पुनम खन्नालो डक्टर होइन आस्था ढकाल ए उच्च रहेछ उयो मधेरोवाला तपाईँ मात्र रहेछ दाँतको पीडित। मम्मीको है जानु सबै भन्नु है मम्मी नडराइकन। अलि डराउनुहुन्छ क्या मम्मी ल म भन्छु के हो। मौसम चाहिँ च्यालेन्जिङ छ च्यालेन्जिङ। मम्मी चाहिँ भर्खर आउनुभयो बाहिर के भएछ कहाँ देखाउनु भन्नु त डक्टर त्यहाँ देखाउने त्यहाँबाट के गर्नुपर्छ भनेर लेख्न पठाउने के सब छ जा चाहिँ हो लिएर आउने होला सालै। छाताले त कसरी हुन्थ्यो र। अब बस्नुहोस् यो सब चिज चाहिँ यो कार्डको शक्ति हो। यो चाहिँ एकदम निःशुल्क होइन मम्मी निःशुल्क है निःशुल्कै हो। जस यहाँ नपाइएको दबाई चाहिँ दबाई पनि फेरि यहीँ लिन आउनुपर्छ त्यहाँ अगाडि फार्मेसीमा नत्र चाहिँ जस लगभग निःशुल्कै हो। बा इन्डियन लाउरे भएको पनि जस मलाई त केही फाइदा भएन मम्मीलाई चाहिँ भयो। मलाई त के नै छ र भयो हल्का फुल्का भयो। छोराले भोलिपर्सि कमाएर पैसा दिन परेन होइन त्यो फाइदा सोच्ने होइन। मलाई त त्यो घाटा भयो के मैले त दिन्छु भनेको थिएँ कमाएर हेर्नु आन्टी अब यो दिनै परेन के यो झ्याउ भयो के बेकार फाइदा भएन घाटा लाग्यो मलाई त। मेरो रहर थियो झन् मेरो पैसाले उपचार गराउँछु भने निःशुल्क अब के गर्नु होला त्यसो भनेको होइन कमाएपछि हराम बिहा गरे यस्तो बोल्दै बोल्दैन डराएर त्यो त अब बिहा गरेपछिको सोच त अब अहिले त बिहा गरेको छैन नि तब आज बाँच्नु न भोलिको भोलि हेरौँला। आज भन्यो भनेर खुसी हुनुहोस् के तपाईँ। तपाईँले भ्लगलाई कन्टेन्ट दिनु न मम्मी
अनिल कुमार खुब बोल्नुहुन्छ त मैले गराउँदा चाहिँ चुप्प लाएर बस्नु के हो र यो के जाने मैले त पैसा दिन्छु कि तपाईँलाई मैले उस राख्छु कि झुकेर नि म खतरा भएछु भने त तपाईँलाई मैले पैसा दिएर राख्छु क्या तपाईँलाई फ्रीमा केही गराउँछु यो भाइ नि भ्लगमा राख्ने हो अनिलले जति त गर्दैनस् भन्नु न पैसा त मलाई दिनु पर्दैन राम्रो कमाए हुन्छ ए ल तिम्रो सुखी भयो अब अलि बढी भन्नु हो क्या क्यामेरा देखेर फेरि अलि बेसी बोल्नुहुन्छ क्या तपाईँ त्यही त हो के रे यस मम्मीलाई चाहिँ मैले त्यस्तै सोच्दैछु अब सब्सक्राइब गरिदिनु होला होइन अब आमा छोराको पेट पाल्ने कुरा आयो यहाँ अब होइन तपाईँले हेरिदिएर तपाईँलाई झ्याउ लाए पनि यसो फोन खोलेर छोडिदिनु कि साइडमा हेर्नु पर्दैन होइन मम्मी हामीलाई आओस् तपाईँलाई नि जस कोही दुखियालाई सहयोग गरिदिए यस्तो हुन्छ मन ठुलो हुनुपर्छ त्यति चाहिँ गरिदिँदा हुन्छ हामीलाई होइन मैले चाहिँ जस मन ठुलो हुनुपर्छ हामीले चाहिँ त्यही हो मैले चाहिँ अब झुकेर नि म कतै गर्छु नि मम्मीलाई पाल्छु मैले मम्मीलाई स्यालेरी दिन्छु स्यालेरी बेसिसमा दिनको 2000 भन्छ 30 दिनको तपाईँले 60,000 कमाउनुहुन्छ मसित काम गर्नुभयो भने सुन्न तपाईँलाई जति नि पुग्छ व्याल छ्याल 3000 दिउँला ल धेरै आएछ भने अनि काम गर्नु परेन त्यसपछि सुनिल सुमित यिनीहरू सबलाई खर्च दिन्छु खर्च पानी यस्तै सबैलाई पाल्छु सुनिल सुनिल टोर्नाडो कुमार सुमार साथीहरू सबलाई पालिदिन्छु क्या झुकेर नि म कमाउने भयो भने बाहिर अहिले भन्नु परेन भिडियोलाई यस्तै हो जस ल अब चाहिँ हामी रुच्दै जाने प्लान गऱ्यौँ होइन मम्मी नाइ फोटो खिच्दिउँ फोटो खिच्दिने ए यो त्यसै हाल्छस् कि जान्न छिटो झाड भयो कस्तो मान्छे छ अब भगमा हल्का फुल्का त यस्तो गर्नुपर्छ क्या मम्मी सहनु पर्यो ल ल ल हामी चाहिँ त्यहीँदेखि यहीँ आउँदैछौँ रुजियो अनि चाहिँ अब हाम्रो चाहिँ प्लान चेन्ज भइदियो झन् रेनकोट चाहिँ पाइयो रेनकोट लगाएर जानु पर्ला कति हो दिदी 250 रुपियाँ ल दुईटा हो दिदी पैसा दे यहीँ देखाउने हो के गर्ने हो यहाँ आज हुँदैन हजुर मम्मीको भोलि होला जस्तो हो भोलि आएर ज्ञानेन्द्र झा चाहिँ यहाँ आजकल आउनुहुन्न अरे त्यो आकाश कर्मचारी डेन्टिस्ट चाहिँ हुनुहुँदो रहेछ उहाँको चाहिँ भोलि अपोइन्टमेन्ट दियो क्या हो है त्यस्तो के छ अब चाहिँ हामी यहाँदेखि अब सिधै घर जान्छौँ भाइ भाउ त सी त के गरे खानु खै अब नास्ता पकाएन कि के हो त्यो त स्पेसल केही बन्दैछ कि होइन यसो हेरौँ के हुन्छ यस ठिकै भ्लग गराउँदा चाहिँ अलि वेड हुँदो रहेछ क्या कस्तो आफूसितै बोले जस्तो हुने क्या यसो अनि यताउति पनि आँखा जान्छ नि जस्तो बाटोमा हेर्दा पनि कसरी हेरेर छ भन्ने हुन्छ क्या तर के भयो त ठिकै हो यस तर आफू एक्लै चाहिँ फन्नी हुनु चाहिँ गाह्रो हुँदो रहेछ ल अब चाहिँ हामी घर जान्छौँ लिफ्टमा चढ्ने लिफ्टमा चढेर के गर्ने र ए हामीले पनि किनौँ लाग्यो एउटा मैले भने त ल तपाईँको अब त्यो यो चप्पल पनि 3000बाट काट्नु होला जोड्नु 5000 दिने भयो यो महिनाको स्यालेरी तपाईँलाई ल हिँड्नु के जाम यो सुरबाल माथि ओराउँछ रुजु अब ढिलो भयो क्या मम्मी हिँड्न पर्छ ल बाई बाई गाइस बाई बाई आमा छोरा ट्विनिङमा खाम हाम्रो आउटफिट चेक चाहिँ यस्तो छ ओटिडी हो कि ओटिडी हो यस्तो यो तर यसले गर्दा चाहिँ यता देखिँदैन क्या यो एकदम गाह्रो हुँदो रहेछ क्या यो जसले नि बनाउनुहुन्छ यो चाहिँ अलिक काटेर ल्याउनु पऱ्यो है तपाईँले ल बाई बाई
मम्मी के भन्न छ त केही नै बहुत दुःख पाइयो यस्तो लाइफ त कसैकै छैन कि कसरी आयो भनेको त ल भाउजू खै नास्ता के हो केही होइन भात पेटमै छ बस्दै तँ त तपाईँहरूको पो हो र कहाँ किनेर ल्याइस् त फुलबारी बेच्न राखेको थियो 500 को फोकट त मान्छे दुईटा के ठिकै हो। मम्मीलाई मैले किने नि आज 3000 रुपियाँमा मम्मी तेरो भ्लगमा बोल्दै थिएँ बोल्नुहुन्न साउनी लाउनुहोस् रिल्याक्स यार यो लाइफ त मलाई पनि चाहियो हो त्यही हो तपाईँको ल चाख्नुहोस् पहिला कलर ठिक छ कलर ठिक छ टेस्ट चाहिँ बेकार बेस्ट नमिठो नहुने कस्तो भन्नु ल अनेस्टली भयो यस्तै हो क्या ल है। कपल्सहरू चाहिँ यहाँ यो डार्क साइड हो अनिले पाएको यो रियल साइड यो असली अनि बेस्ट कपाल होइन हेर्नुहोस्